नमस्ते साथीहरु, मेरो यस युनिक टेक्नोलोजी च्यानलमा यहाँलाई स्वागत छ। म आजको यस भिडियो अन्तर्गत रहेर तपाईहरुलाई एडोब फोटोशप 7.0 अथवा एडोब फोटोशप CS मा फोटो फ्रेम कसरी बनाउने त्यो आइडिया सिकाउँदै छु साथीहरु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरु च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै जानकारीमूलक भिडियोको लागि। अब फोटोशपमा चाहिँ फोटो फ्रेम सजिलैसँग हामी बनाउनको लागि यसलाई मैले बन्द गरे साथीहरु। अब कन्ट्रोल एन गरेर यहाँबाट न्यू फाइल लिन सक्नुहुन्छ। A4 साइज छ, यसलाई ठिकै छ। न त यदि तपाईहरुलाई अब यो भन्दा फरक चाहिन्छ भने हैन यताबाट लिन सक्नुहुन्छ। अहिलेलाई मैले A4 साइज नै चुज गरे। ओके गरे साथीहरु। यहाँनिर मैले एउटा न्यू फाइल लिए। त्यसपछि साथीहरु यहाँनिर रेक्टेंगुलर मार्किङ टुल छ। यो टुलमा क्लिक गरेर अब यो फोटो फ्रेमको साइज चाहिँ कति राख्ने त्यो तपाईहरुले यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ साथीहरु। अब मैले यसलाई चाहिँ यसरी सिलेक्सन बनाए एउटा यति छोरे। त्यसपछि साथीहरु अब यो यताको बाहिरको भागलाई सिलेक्ट गर्नको लागि कन्ट्रोल शिफ्ट आई बटन दाब्नु होला। यसरी सिलेक्सन बन्ने छ साथीहरु। अब यो भइसकेपछि अब यसको यो लेयरको कपी गर्नुपर्ने हुन्छ। लेयर कपीको लागि कन्ट्रोल जे गरे साथीहरु मैले है यहाँनिर एउटा स्टाइलहरु रहेको छ। अब यसमा गएर स्टाइलमा क्लिक गरिदिनु भने साथीहरु सजिलैसँग बन्ने छ है। अब तपाईहरुलाई पनि फोटोशपमा काम गर्दाखेरि यस्तै जानकारीमूलक भिडियोको लागि हो भने साथीहरु मेरो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। म नियमित यस्तै जानकारीमूलक भिडियो चाहिँ तपाईहरुको लागि ल्याइ नै राख्ने छु साथीहरु। है त आजको लागि भने यति नै। अब नेक्स्ट भिडियोमा नेक्स्ट टपिकको साथ भेट्ने आशा गर्दै अहिले बिदा भए साथीहरु। बाइ बाइ।